बेलुका गएर आफूले बोलेको कुरो बाँदरले ऐना हेरे जस्तो हेरो हाँसो बस्यो। अरू उपलब्धि के भएको छ भन्नु न, उपलब्धि के भएको छ के? अब मलाई तपाईँहरूले किन बोलाउनु भएको मलाई छैन थाहा, मलाई थाहा छैन। मलाई तपाईँहरूले साथ दिए पनि नसाथ दिए पनि 7 गते पछाडिको आन्दोलनले बढाएर छ। यो कुरामा म अहिले पनि भन्छु, सेनाको चिफ साहबलाई भन्छु, तपाईँ अलर्ट बस्नुहोस्। बडा महाराज धिराज सरकारको पृथ्वीनारायण शाहको लिगेसी भनेको तपाईँ हो। त्यहाँ मलाई अस्ति प्रधान सेनापतिकोमा त्यहाँ उ गर्दाखेरि पृथ्वीनारायण म त राष्ट्रपतिको फोटो हुन्छ भन्दाखेरि हुन्छ होला भनेको थियो। त्यहाँ पृथ्वीनारायण शाहको फोटो अनि मलाई त्यहाँ उ गर्दाखेरि मलाई खुसी लागेको छ क्या, कि कमसेकम पनि सेनामा सबै कुरा बोल्नु पर्दैन नि त, सिम्बोलिक कुरा पनि बुझ्नुपर्छ हामीले, होइन भनेपछि त्यसले गर्दाखेरि पुलिस त बिचरा हतियार छँदै छैन। अहिले 1400 हतियार बाहिर छ, भोलि गएर 14,000 हतियार चल्न सक्छ उसमा। त्यसले गर्दाखेरि पुलिसलाई म के भन्छु भने 7 गते पछाडिको आन्दोलनमा तपाईँहरू नआइदिनुहोस्, चुप लाएर बसिदिनुहोस्। हामी बजार बन्द गर्ने हो, लडाइँ गर्ने होइन, हाम्रो सिंहदरबार सब जलाउने इरादा होइन नि त। मैले अस्ति उहाँ जानुभएको, मैले तपाईँलाई पनि त्यही भने होइन, मैले म चाहिँ गएका मान्छेलाई पनि त्यही भन्छु, चित्त बुझ्यो, देश सबैको साझा हो, जोगम चित्त बुझ्दैन सबैजना गुलाम हौँ बसौँ। 72 को संविधान त्यति सजिलो फ्याँकिँदैन। फ्याँक्नको लागि त के गर्नु पर्यो भने आउनु पर्यो नि सबैजना। अब मान्छे आउँदैछन्, तिनीहरूलाई पानीको व्यवस्था गर्नु पर्यो, खानेको व्यवस्था गर्नु पर्यो, सुत्नेको व्यवस्था गर्नु पर्यो नि त बाहिरबाट आएका मान्छेलाई। यहाँ टक्कसितले चाहिँ खानासाना खाएर आएर चडक्क आएर बसेर अनि त्यहाँबाट चाहिँ भाषण गरेर जानु मात्रै भएन। यो राष्ट्रियता यो काम लाग्दैन।